सम्पूर्णमा श्रम अभिवादन। आज मन्दिरा मुक्तानले हाम्रो सरलाई यो केन्द्रीय समितिको के अरे सदस्य कार्ड वितरण गरिराख्नु भएको छ। सदस्य भन्दा पनि श्रमदाता पेपर दिइराख्नु भएको छ। मन्दिराजी, यो प्रदान गर्दैमा कस्तो लागिरहेछ तपाईँलाई? एकदम खुसी लागिरहेछ। उहाँसँग 3 दिन अगाडिदेखि हाम्रो कुरा भइरहेको थियो। आज कार्यालयमै आएर उहाँसँग प्रत्यक्ष भेट पनि भयो। उहाँलाई त मैले धेरै पहिलादेखि चिनेको हो, तर भेट चाहिँ नभएको। नरनाथ गौतम अहिले चाहिँ हाम्रो ठ्याक्कै श्रम संस्कृतिमा भेट गर्न जुरेको रहेछ, खुसी लाग्यो। नरनाथ गौतमजी, तपाईँले आज यो श्रम संस्कृति पार्टीको लिनुहुँदैछ। हेलो सर, तपाईँले यो लिनुहुँदैछ, के छ तपाईँको, के विचारले लिनुभयो? विचार त स्पष्ट, विचार सबै तालमेल राम्रो लागेर चाहिँ हिजोदेखि लिएर काम गर्ने शैलीदेखि लिएर। हिजो तपाईँ माओवादी भन्दै कुद्नु भएको मान्छे होइन र? अब पहिला कुद्यो, अब चाहिँ अलिकति अब चाहिँ नयाँ ढङ्गले जाने भन्ने। एक हप्तापछि घन्टीको पेपर लिएको देख्न त पर्दैन नि? होइन, तपाईँको कहाँ, तपाईँको चाहिँ घन्टीतिर म गएको पनि छैन। तर जो श्रम संस्कृति पार्टीलाई चाहिँ अगाडि बढाउनुपर्छ र यो श्रम संस्कृति पार्टी भनेको चाहिँ सबैको चाहिँ आम नेपाली जनताको भावना के तपाईँको हृदयमा के लागेर श्रम संस्कृति नै रोज्नु भयो? अहिले सबै काम गरेकोदेखि लिएर सबै अब यो नेपाललाई चाहिँ माया गरेकोदेखि लिएर जनताको चाहिँ भावना चाहिँ बुझेर काम गरिराख्नु भएको छ नि श्रमका। त्यही भएर चाहिँ यो श्रम संस्कृति पार्टीलाई चाहिँ अगाडि बढाउनुपर्छ र यो अबको भावना आकांक्षा बुझ्ने नि यही पार्टी हो। अब छोड्नुहुन्न तपाईँ? अब कसले छोड्छ भने जिन्दगी छोड्नुहुन्छ? छातीमा हात राखेर भन्नुहोस् त। छातीमा राखेर म भन्छु, श्रम संस्कृति पार्टीलाई मैले मेरो एकमुठी सास, एक थोपा रगत हुन्छ, मैले छोड्ने पनि छैन, राष्ट्रघात गर्नेवाला पनि छैन। एकदम यसलाई अगाडि बढाएर म अगाडि बढ्नेछु। माओवादी जस्तो भोलि छोड्नुहुन्न? होइन, प्रचण्ड छोडेर म भाग्दिनँ। प्रचण्डले माओवादी छोडेर भाग्नुभयो, म भाग्नेवाला छैन। मैले भागेको थिइनँ। श्रम संस्कृति पार्टीमै रहनुहुन्छ तपाईँ? अब रहनेछु। जय माटो। माओवादी पार्टी छोडेर भागेर त अनि माओवादी केन्द्र पार्टी नै विलय गरेर गरिदिनु, त्यही भएर म चाहिँ यता आएको। जय माटो भन्दै हिँड्नुहुन्छ? जय माटो, जय श्रमदान, जय माटो, जय हल्क साम्पन, जय श्रम पिता। अब देश बचाउने तपाईँ नै हो, यो राष्ट्र प्रेमी तपाईँ नै हुन्छ। अब सम्पूर्ण नेपाली जनताले पनि तपाईँको आश बोकेर अगाडि बढ्नु भएको छ। तपाईँ अगाडि बढ्नुहोस्, तपाईँ ढुकाउनुहोस्, तपाईँलाई यो ज्यान हादिस हो। ल हस् त, धन्यवाद। धन्यवाद। जय माता।